गयो मजाले गयो त जानु दाइ। वेलकम गाइस आजको न्यू भ्लगमा। म आज तपाईँहरूलाई अलिक फरक खालको हाम्रो खाडीको चाहिँ के भनौँ गतिविधि अपडेट गर्न गइरहेको छु। खाडीको कम्पनी खाडीको मुलुक ल हेर्नुहोस् त हाम्रो बुलडोजर उधिँदै बाटो बिर्सेर यतातिर पछि गएको अवस्था छ। यहाँ तल गएर चाहिँ साथीले आराम गरिरहेछ। अब यो त्यति गुड न्युज होइन। अब चालक दल पनि हल्का घाइते अवस्थामा उद्धार भइसकेको छ डन्टबरी। तर यो माल पानी आज उठ्दैछ। अब गाइस क्रेन आउँदैछ र आजको मेरो दिनभरिको कार्यव्यस्तता यही हुनेछ। हामी क्रेनद्वारा यसलाई निकाल्नेछौँ। सो खाडीको मुलुकमा यस्तै गतिविधि चलिरहन्छ। कहिलेकाहीँ दुःखद हुन्छ, कहिलेकाहीँ सुखद हुन्छ। ल अब साथीहरू है के भन्नु, यस्तै छ। खाडीको बाटो त ठिकै नै थिएछ। कसरी पो यताबाट सर्लत्त यहाँ तल पुग्यो भन्ने कुरा चाहिँ बडो गम्भीर छ है। उधिँदै यता आइपुगेको छ। अब उधिन्ने क्रममा कहिलेकाहीँ यस्तै हो, मिस्टेक गल्ती दुइटै हुनसक्छ। मिस्टेक र गल्ती दुइटै भयो भने चाहिँ परिणाम यस्तो हुन्छ। मकैबारीतिर पो उधिन्न आइपुग्यो त। यसलाई त रोड उधिन भनेको थियो खासमा होइन। रोडको छेउबित्ता यसो उधिन्ने, यसो अन्साउने पन्साउने भन्ने कार्यक्रम थियो। ब्रिफिङ गरे चाहिँ त्यो हो। तर डिलमुनि आएर उत्तानो टाङ खेलेर चाहिँ मकैबारी उधिन्ने भन्ने बुझेछ क्या हो। तर यो त्यति राम्रो खबर होइन है। यो असाध्यै दुःखद कुरो हो। अब चालक ठिकै छ, सामान्य घाइते बाइक, स्वास्थ्य अवस्था नर्मल। अब केही चोटपटक लाग्ने कुरो यसो कजल्टी त भइ नै हाल्छ। तथापि यो अवस्थामा हाम्रो खाडीको कम्पनीको बुलडोजर चाहिँ यतातिर आइपुग्यो। अब क्रेन आउँछ अनि क्रेनले हामी तानतुन गर्छौँ होला, यसलाई आज उठाउँछौँ। तर अब आज हाम्रो यतातिरको गतिविधि कार्यक्रम तपाईँले देख्न पाउनुहुन्छ, देख्न सक्नुहुन्छ है त साथी। खाडीतिर कहिलेकाहीँ यस्तो पनि हुन्छ नसोचेको। अब सदरी गुरु स्वस्थै छ, व्यस्तै छ, अहिले स्वास्थ्य व्यस्तै छ। तथापि बुलडोजरको चाहिँ हालत यस्तो भएको छ। 2-4 बल्ड्याङ झरेको छ, 30 मिटर जति तल आएको छ रोडभन्दा। रोड यो माथि हो, त्यहाँबाट यहाँसम्म आइपुगेको अवस्था। यदि यो ठाउँ यस्तो नहुँदो हो त यो जान्थ्यो। यो दुइटैको अवस्था गम्भीर हुन्थ्यो, मतलब डेड हुन्थ्यो। ल अब यसलाई चाहिँ तानतुन हुन्छ र यसलाई माथितिरै हामी निकाल्ने कार्यक्रम गर्दैछौँ। अबको केही छिनबाट कार्यक्रम सुरु हुनेवाला छ। यो डोजरको स्वास्थ्य अवस्था अब कस्तो छ भन्ने कुरो चाहिँ थाहा छैन। उधिँदा कहिलेकाहीँ बाई मिस्टेक यसरी चाहिँ झर्नुपर्ने बाध्यता यसको पनि हुँदो रहेछ। के चिजले के काम नगर्दा यस्तो हुन्छ है। ल अब के भन्नु यार, यो दुःखद अपडेट जस्तो। यस्तो हुनु त दुःखद त हो त, भलै मान्छे केही नभए पनि। तर यो हुनु, मान्छे घाइते हुनु भनेको अलि दुःखद कुरो हो। गाइस खाडीमा आइपुग्यो हाम्रो क्रेन। अब यसैको माध्यमबाट यो गाडी उठ्नेवालामा छ बुलडोजर। अब हामी क्रेनद्वारा यो उठाउँछौँ। हाम्रो क्रेन त्यहाँ बसिसक्यो। अब यसलाई यहाँ कता बाँधेर कताबाट कता गर्ने भन्ने कुरा हो। यहाँ योले चाहिँ कतै अल्झिनु भएन कि यो बुलडोजर यसले कतै फस्दाइदियो भने त सकियो रामज्यू कहानी होला फेरि। अब यो कसरी तान्ने भन्ने कुरो हो। अब सबै बारे दुईटा गाह्रो नि, एउटा लोडरले पनि हिँड्छ। अब एउटा डोजर आउन बाँकी छ। यसलाई तान्ने भने 30-35 फिट झरेको तल जेलिसी एउटा निक्ल्यो, आउँदैछ। ल स्ट्यान्ड राखिँदैछ फलामको प्लेट हालेर।
यता मिसिन आइसक्यो अर्को जेसिबी बुलडोजर उठाउने कार्यक्रम हो यो अब ल सबै साथीहरू आइपुग्नु भएको छ टेकिरहेछ क्रेनले अब सुरु हुन लाग्यो काम कारबाही फाइनली 12 चक्के क्रेन हो के छ खजना भेट्यो साथीहरू खजना भेटियो तर के गर्नु लडेको अवस्था ओ लो मिलाएर गर न हौ साथी हो नबाजौँ ल यहाँ लहरा लुहरी झरिसक्यो अब यसैले हो तान्नु पर्ने गयो मजाले गयो अब उतानै पर्यो तल्लो गरादेखि माथिल्लो गरेर ल्याइसक्यो यहाँ भेगबाट बाक्लो छ त जानु दाइ कुन्द्रुङै पारो धुन्दा निकालिसकेको छ हात्ती हो म्यानेजर हात्ती हो उता अर्कोमा हात्ती हो हेरन दिँदैछ ल गाइज ल साथीहरू हेर्नुहोस् है क्रेनले बुलडोजर उठाइसकेको छ भुइँबाट माथि आकाशतिर ल्याइसकेको छ मतलब रोडतिर तल थियो अहिले सामान्य भइसक्यो बुलडोजर आइसक्यो रोडमा यता पछाडि ट्राफिक जाम उता ट्राफिक जाम भइरहेछ अब सकुशल ल्यान्डिङ हुँदैछ है गाइस फाइनली साथीभाइहरू बुलडोजर उठिसकेको छ यो चाहिँ उतानो खेलेको थियो यस्तो अवस्थामा हामीले उद्धार गऱ्यौँ चालक खुर भाँचिया छ तर सब ठिकठाक छ यस्तो त के भाँच्यो होइन यसको चाहिँ अलिक धेरै भाँच्यो जस्तो लाग्यो मलाई झन्डै चिप्लाङ ताङ भयो हेलो सिसा फट्या यसलाई चाहिँ नि घाँस लगाइदिएको हामीले खै घाँस लाउनुपर्छ अरे भन्थे अनि यसरी चालक्क राखिदिएको छौँ है त साथीहरू उ त्यहाँ छ अर्को क्रेन त्यहीँ छ ल साथीहरू बुलडोजर उठेर यहाँ आइसक्यो घाइते अवस्थामा यही स्याउला ढुङ्गाको बारमा बसेको छ अब यो देख्नुभयो साथीहरूले होइन आजको हाम्रो कर्मकाण्ड यति नै थियो पुरा गरियो कार्य सम्पादन भइसकेको छ
अब फर्किनुपर्छ यहाँदेखि। लगाइस आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो, मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ, डिबी ब्लगलाई माया गर्न सपोर्ट गरौँ। फेरि भेट्नुपर्छ। अहिलेको लागि छुटौँ गाइस।